नमस्कार। आउनुहोस् आज एउटा महत्त्वपूर्ण विषयमा कुरा गरौँ। नेपालले आफ्ना सबैभन्दा साना बालबालिकाको भविष्यको लागि कस्तो सपना देखेको छ। आज हामी त्यो सरकारी पाठ्यक्रमभित्र पसेर हेर्नेछौँ जसले हाम्रो शिक्षाको जगलाई नै नयाँ तरिकाले हेर्ने दृष्टिकोण राखेको छ। यो पाठ्यक्रम यही एउटा शक्तिशाली वाक्यबाट सुरु हुन्छ। यसको अर्थ के हो भने सिकाइ कुनै कक्षा कोठाको चार दिवारबाट मात्रै सुरु हुने कुरा होइन। यो त जीवनभर चलिरहने एउटा यात्रा हो। तर त्यो यात्रा कति बलियो हुन्छ भन्ने कुराको जग हाम्रो बाल्यकालले नै बनाउँछ। हो, यही नै सबैभन्दा मुख्य प्रश्न हो, होइन त? र यो नयाँ पाठ्यक्रमले यही प्रश्नको जवाफ दिँदै हाम्रा बालबालिकाको भविष्यको लागि एउटा स्पष्ट बाटो देखाउने कोसिस गरेको छ। ल, अब सुरु गरौँ पहिलो खण्डबाट। यो पाठ्यक्रमको जग केमा टिकेको छ त? यसको पछाडिको सोच, यसको दर्शन के हो र यसले बाल विकासलाई किन यति धेरै महत्त्व दिन्छ? आउनुहोस् यसलाई अलिक गहिराईमा बुझौँ। यो पाठ्यक्रमको मुट्टुमा एउटा शब्द छ, सर्वाङ्गीण विकास। अब यो भनेको के हो त? यसको मतलब बच्चालाई क, ख, ग वा 1, 2, 3 मात्रै सिकाउने होइन। त्योभन्दा धेरै हो। यो त बच्चाको हरेक पक्षको विकास गर्नु हो। उनीहरूको शरीर, मन, भावना, सामाजिक व्यवहार र नैतिकता सबै कुराको एकैसाथ विकास। अनि यो सर्वाङ्गीण विकास किन यति धेरै महत्त्वपूर्ण छ त? किनभने यो कुनै सामान्य गाइडलाइन मात्रै होइन। यो त हरेक नेपाली बालबालिकाको संवैधानिक अधिकार हो। यो एउटा राष्ट्रिय प्रतिबद्धता हो जसले उनीहरूलाई सक्षम र सन्तुलित नागरिक बनाउने लक्ष्य राख्छ। ल, जगको कुरा त भयो। अब त्यो बलियो जगमाथि बालबालिकाले के कस्ता सिपका इँटाहरू थप्दै जान्छन् त? आउनुहोस् दोस्रो खण्डमा हेरौँ। यहाँ शिक्षाप्रतिको दृष्टिकोणमा एउटा गजबको परिवर्तन देखिन्छ। पाठ्यक्रमको 67%, मतलब 2/3 भन्दा बढी समय जीवन जिउनका लागि आवश्यक पर्ने आधारभूत सिपहरूमा खर्च हुन्छ र बाँकी 33% मात्र विषयगत सिपमा। यसले के देखाउँछ भने प्राथमिकता किताब घोक्नु होइन, जीवन जिउन सिक्नु हो। अब यी आधारभूत सिपहरू भनेको के हुन् त? जस्तै ब्यालेन्स मिलाएर दौडन सक्नु, आफ्नो पालो कुर्न सक्नु, वा खुसी लाग्दा हाँस्न र दुःख लाग्दा त्यसलाई व्यक्त गर्न जान्नु। यी किताबमा पढ्ने कुरा होइनन्, तर जीवनमा हरेक दिन चाहिने व्यावहारिक ज्ञान हुन्। माटोबाट केही नयाँ बनाउने सृजनात्मकता पनि यसैमा पर्छ। विषयगत ज्ञानलाई पनि रमाइलो र व्यावहारिक बनाइएको छ। यहाँ गणित भनेको अङ्क रट्नु होइन, बरु ठूलो र सानो वस्तु छुट्याउनु हो। भाषा भनेको चित्र हेरेर कथा भन्नु हो। भन्नुको मतलब सिकाइलाई बालबालिकाको आफ्नै संसारसँग जोडिएको छ। ल, के सिकाउने भन्ने त थाहा भयो, तर त्योभन्दा पनि महत्त्वपूर्ण प्रश्न हो कसरी सिकाउने। अब सिकाइको नयाँ तरिका अर्थात् खेल र खोजको विधिबारे कुरा गरौँ। यो पाठ्यक्रममा शिक्षकको भूमिका पुरै बदलिएको छ। शिक्षक अब लेक्चर दिने व्यक्ति होइन, बरु एक सहजकर्ता हो। उहाँको काम बालबालिकाको जिज्ञासा जगाउने हो, उनीहरूलाई किन, कसरी जस्ता प्रश्न सोध्न उक्साउने र जवाफ आफै खोज्नको लागि सुरक्षित र रमाइलो वातावरण बनाइदिने हो। त्यसो भए बाल विकास केन्द्रमा एक दिन कस्तो हुन्छ होला हेरौँ है। बिहान सर्कल टाइममा सबैजना बसेर गफगाफ गर्छन्, दिउँसो खेल र कला मार्फत केही नयाँ कुरा सिक्छन्, अनि अन्त्यमा कथा सुनेर दिनको समीक्षा गर्छन्। यहाँ हरेक क्रियाकलापको एउटा उद्देश्य छ, रमाइलो मात्र होइन। तर यो सबै काम शिक्षकले एक्लै गर्ने होइन। यो पाठ्यक्रमको सफलताको लागि एउटा बलियो टिम चाहिन्छ, र त्यो टिममा शिक्षकसँगै अर्को महत्त्वपूर्ण सदस्य हुनुहुन्छ अभिभावक। यो शिक्षक र अभिभावक बीचको एउटा साझेदारी हो। शिक्षकले केन्द्रमा जुन सिकाइको बिउ रोप्नुहुन्छ, अभिभावकले घरमा त्यसलाई मलजल गरेर हुर्काउनुहुन्छ। जब स्कुल र घर एउटै लयमा चल्छन्, तब मात्र बालबालिकाको सही विकास हुन्छ। र अब हामी यो पाठ्यक्रमको सबैभन्दा फरक र सायद सबैभन्दा क्रान्तिकारी पाटोमा आइपुगेका छौँ, त्यो हो मूल्याङ्कन। सुन्नुहोस् है, यहाँ कुनै औपचारिक परीक्षा नै हुँदैन। हो, यो साँचो हो। कुनै जाँच छैन, पास फेल छैन, पहिलो दोस्रो भन्ने त कुरै आएन। अब मनमा प्रश्न आउला, परीक्षा नै नलिएपछि बच्चाले के सिक्यो, कति सिक्यो भनेर थाहा चाहिँ कसरी पाउने त? यसको तरिका एकदमै फरक छ। मूल्याङ्कन भनेको एक दिनको 3 घण्टे परीक्षा होइन,
यो त वर्षभरि चल्ने प्रक्रिया हो। शिक्षकले बच्चाले कसरी खेलिरहेको छ, साथीसँग कस्तो व्यवहार गरिरहेको छ, त्यो सबै कुरालाई निहाल्नुहुन्छ। उनीहरूले बनाएको चित्र, माटोको खेलौना जस्ता कामहरूको एउटा फाइल बनाउनुहुन्छ। अनि बेला बेलामा अभिभावकसँग बसेर यही प्रगतिको बारेमा छलफल गर्नुहुन्छ। यसले हरेक बच्चाको आफ्नो गति र शैलीलाई सम्मान गर्छ। अन्तमा यो पाठ्यक्रमले हामी सबैलाई एउटा गहिरो प्रश्न सोधेर छोडिदिन्छ। के हामी हाम्रा बालबालिकाको भविष्य बनाउनको लागि अङ्क र परीक्षाको दौडबाट बाहिर निस्केर उनीहरूको वास्तविक सर्वाङ्गीण विकासमा ध्यान दिन तयार छौं त? यो प्रश्नको जवाब हामी सबैले खोज्नुपर्ने बेला आएको छ।